आलुदम आलु भुजिया यो कोचीको साग के को कोचीको साग कोची और के सुदीप चौधरी के मम्मी छे Hello guys, namaste and welcome back to my channel after so long and यो तराईको घामले आँखा पनि खुलिरा छैन मेरो सो आज चाहिँ मेरो दाइको बिहे हो आज त हैन आज मतलब आजदेखि स्टार्ट भएको छ आज चाहिँ घरदेख हो थारूहरुकोमा घरदेख हुन्छ सो घरदेखमा चाहिँ के हुन्छ भनेपछि केटी पटिबाट केटाको लागि सामान लुगाहरु आउँछ लुगा सामान के चाहिन्छ बिहेमा सबै थोक आउँछ सो आज यता केटातिरको हो केटीबाट केटाको लागि सामानहरु आउँछ सो अनि 21 गते चाहिँ केटीतिरको हो यता केटाबाट केटीको लागि सामान जान्छ एन्ड 23 गते बिहे हो सो म आज चाहिँ यही घरदेखको भ्लग बनाउन शूट गर्न गइरहेकी छु सो हजुरहरुले पनि हेर्नु होला के हुन्छ भनेर म हेराउँछु सो इन्जोय गर्नु होला लेट्स गो अब बिहेको घरतिर जाम सो यहाँ चाहिँ खाना पकाउनेको तयारी हुँदैछ किनकि आज पुरै गाउँलाई भोज खुवाउनु पर्छ अनि उता बेउलीको तिरबाट पनि के पाहुनाहरु आउँछन् उहाँहरुलाई पनि भोज खुवाउनु पर्छ एन्ड यहाँ चाहिँ ठुलो मम्मीले ठुलो बुवालाई काम अराउनु हुँदैछ सो यहाँ घरदेखको रिचुअल्सहरु स्टार्ट भइसकेको छ एन्ड घरदेखमा स्पेशली के हुन्छ भनेपछि बेउलीतिरबाट मान्छेहरु आउँछन् मतलब बेउलीको बुवा अंकल दाइ दाजुहरु आउनुहुन्छ अनि बेउलाको लागि गिफ्टहरु सामानहरु लुगाहरु ल्याइदिनुहुन्छ सो सबभन्दा पहिले यहाँ बेउलालाई पान र सुपारी दिएर अनि चुमाउने काम गर्छ चुमाउनु भनेको गिफ्टहरु लुगाहरु के ल्याइदिएको छ कोसेलीहरु बेउलालाई दिनु हो सो त्यहीहरु हुन्छ पेंट वेस्ट लगा के ऐ ठुलो बाबा खाइरहेछ मस्त एउटा अनि एउटा यहाँ कालु मुसर एक दो बन मुसाने भाग घर दो नै जबै ओइ सेडी गो घुम न ने भेलो हेलो गाइस हामी चाहिँ अंकलको केरे अंकलको घर देखमा आका छु बुनु कराया दिदी ने करू न बाय बाय हेर्नु आजकलको जेनेरेसन जन्मिन पाएको छैन टिकटक राम्रै रहेछु पुरो भन्दा गर्थे खै हेरौँ मुख टिकटक बनाउने मान्छेको बाद भूत करिया भूत जंगल में सुत ये घर के करता करिया भूत ओ जोकर के जे यो नै छै जोकर को जे पनि हुँदैन एउटा कालो भूत एउटा यता फुलकुमारी खै वो पोचे ओह ले एकटा तू फ्री फायर के एकटा कोनो कैरेक्टर के सिग्नेचर स्टेप करके देखा था फ्री फायर के
क्यारेक्टर के सिग्नेचर स्टेप के हो त्यो? आलुको तरकारी, आलु चना, आलुदम कोने? आलुदम, निकिता दम, आलुको जे, आलुको दम, कटहरको भुजी, कटहरको अचार। यो मेरो पनि बनाइदिनु न दिदी, ल खोल्दिनु न। रुक रुक पहिले मलाई बनाउँदा दे। मलाई बनाउनु। ल ल ल ल ल ले बना ल भन। मैले त सबै सिधै गर्छु उता म बन। ले ल भन। जो साउन्ड अलिक आउनु पर्यो। आलुदम, अर्को हातले यो अर्को हातले आलुदम, आलुको भुजिया, यो कच्चीको साग। के को? कच्चीको साग। कोची? कच्चीको साग। कच्चुको साग अनि कटहरको साग अनि सागको के अचार? अचार। अनि यो चाहिँ कलिमाको अचार। यो के हो यो? यो मिर्ची। मिर्ची अनि अरु अरु? अनि यो फ्लोरी अनि यो बरी। कतिवटा भयो? 8वटा। 1 2 गर्ने लाभै छ। मलाई बिस्मुख मात्र आउँछ। अनि यहाँ चाहिँ आन्टीहरूले पुरै ट्रेडिसनल पारामा घर देख्न आएको पाहुनाहरूलाई जिस्काउँदै गीत गाउनु हुँदैछ। अहिले चाहिँ मम्मी र ठुलो मम्मीले आफ्नो सम्धीहरूलाई खाना खुवाउनु हुँदैछ। चिन लिए दही वाले अपन समझिन रहे। च्याम्पू पापड वाला च्याम्पू निकिता कति खाइछि तू? कति खाइछि तू छोटो? नाचै छु। अब चाहिँ यहाँ पाहुनालाई बिदा गर्ने बेला भइसक्यो। सो यहाँ अहिले पानी खुवाउनु हुँदैछ पाहुनाहरूलाई। अनि त्यसपछि बेहुलाले आफूभन्दा ठुला बडाहरूको आशीर्वाद लिएर अनि पाहुनाहरूलाई बिदा गर्नुहुन्छ, मतलब आफ्नो ससुराहरूलाई। अब भयो सुपारी सुपारी हम बर के सुदीप चौधरी के मम्मी छे और आइ हमर बेटा के घर देख भेले 14 गते। हम बहुत खुश छे में सबके गोर लागे छे। ठुलो बाबा के पापा छे। हाँ बर के घर देख भेले हम बहुत खुशी छे। 2014 के 2082 साल 14 जेठ 14 गते बुध दिन आए घर देख भेले हम बहुत खुश छे। धन्यवाद। आइ 2082 साल जेठ महीना के 14 गते हमार भतीजा के आइ शुभ घर देख छलै। जे ई थारू सबके जे परंपरा से चलि आयल छै वही तरीका से आइ के घर देख संपन्न भेलै। ई घर देख में हमें एकदम खुशी थी
जे आई के बहुत निक तरीका से घर देख संपन्न भेल सब सुदी भाई घर देख होलो केना निकला हमरा और भागल बिया है से तो घर नहीं निकला एकदम बढ़िया लागल घर देख हाथी घर देख दिया के हम मामा मझला छिए वीरेंद्र कुमार चौधरी हमर घर भेले सगवनी हम बेचन डॉक्टर बेटा छिए सुदी भाई के घर देख होलो केना लागे छ बहुत बढ़िया लागल एकदम खुशी वाला बात छै खुशी लागल हमरा जी सुदी भाई घर देखे छौ त बहुत नीक लागे छै देखा सोचेका खुशी छे बिहा भेले खुशी छिए हमर भाई के बियाह भेले बियाह कर घर देख म आज घर देखाना आके सुदीपको आन्टी हो म धेरै खुसी छौँ लास्टको बिहे हो